हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। र चाहिँ आज मेरो बिहानीको सुरुवात चाहिँ भइसकेको छ, देख्न सक्नुहुन्छ। र मेरो चाहिँ बिहानीको सुरुवात चाहिँ पकाउनुबाटै हुन्छ है, किनभने आजदेखि फेरि नानीको स्कुल पनि छ। सो त्यही भनेर म चाहिँ यहाँ फटाफट खाना बनाउनको लागि रेडी गरिरहेको छु। अब स्कुल लाग्ने भनेपछि त छिट्टै उठ्नुपर्छ नि त। सो त्यही भएर म बिहान आज छिट्टै उठिओरि फटाफट काम गर्दैछु। आज मेरो ठुलो छोरीको स्कुल जाने दिन हो र सबै प्यारेन्ट्सहरूलाई स्कुल लाग्ने भनेपछि अलिकति बिहान छिट्टै उठ्नुपर्ने भन्ने हुन्छ है। सो त्यसको लागि म चाहिँ यता फटाफट खानाहरू बनाउँदैछु। कहिले आउनु भएको? त्यत्रो कुकुर खाएर बसेको अब यता हेर्नु न, यता हेर्नु। र यता चाहिँ मेरो ठुलो छोरीले चाहिँ आज निम्बु पानी लैजाने भनेर उसले आफै नै जुस बनाउँछु भनेर भन्न थालेछु। मैले पनि हुन्छ भनेर उसले आफै बनाऊ भनेर। यता चाहिँ सानोको उत्पात अलगै छ, देख्न सक्नुहुन्छ। उसको नानाको मचाउ गरेर र बेडहरूको त हालतै छोडिदिउँ। सो हामी चाहिँ फटाफट रेडी भएर नानीलाई खाजासाजा पनि खुवाइओरि अहिले चाहिँ यहाँ स्कुल बसको लागि पर्खिरहेको छु मेरो ठुलो छोरीको लागि। र सानो र म पनि यहीँ चाहिँ मेरो छोरी चाहिँ एकदम चकचक गर्छ कि, यहाँ देख्न सक्नुहुन्छ। एकछिन बस्दैन, हामी चाहिँ बस रोकिरहेको छौँ। एकछिनमा आउँ न भनेको बस आउने टाइम त भएको थिएन, तर पनि के गर्नु, मान्दैन केटाकेटीहरू। सो हामी चाहिँ यहाँ बाटोमा आएर बसिरहेछौँ र हामी चाहिँ बसलाई रोकेर बसिरहेको थियौँ। र फाइनली बस पनि आयो र अहिले मेरो ठुलो छोरी चाहिँ बसभित्र पसिसकेको छ र म चाहिँ उसलाई बाई गर्दैछु अब जाने बेलामा। सो त्यही भएर यता उसको बहिनीले पनि बाई गर्दैछ नानालाई। पर्खिँदा बल्ल बल्ल बस आयो र उसको दिदी पनि गइसकेको छ। अब हामी चाहिँ घरतिर लाग्यौँ आमा छोरी। अब घरमा धेरै काम छ, अघि फटाफट नानीलाई स्कुल ल्याउनु थियो, त्यही भनेर केही नगरिकन आएको छु। र आजको लागि चाहिँ मेरो ब्लग यहीँ एन्ड गर्छु। सो साथीहरू मलाई धेरै माया दिनुहोला। बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो।